नमस्कार नमस्कार सबैजनालाई नमस्कार। म चाहिँ पदम राणा तानसेन पाल्पाबाट। यति बेला चाहिँ म भीमसेन टोलमा छु। भीमसेन टोल तानसेन वडा नम्बर 6 मा छु। अब चाहिँ म जाँदैछु कहाँ भन्दाखेरि ट्याक्क लाएर तानसेन टुडीखेलतर्फ बाइक त्यहाँनिर भयो। अहिले बिर्सिउँला किनभने भिडभाड निकै छ आज। सायद बेलुकीको टाइममा होइन, गर्मी छ, गर्मीको भएर होला सायद मान्छेहरू चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ बजारका मान्छेहरू चाहिँ ट्याक्क लाएर तानसेन टुडीखेलमा अलिकति शीतल पनि हुने होइन, शीतल पनि हुने भयो। अनि त्यस पछाडि चटपट पानीपुरी होइन, चट्ट खाने, घुम्ने, पोलेको मकैसकैहरू खाने होइन, त्यस्तो किसिमको वातावरणको भिडियो चाहिँ म देखाउँछु। खासमा चाहिँ भीमसेन टोल भनेको चाहिँ यहाँ भीमसेन मन्दिर हुनुहुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ भीमसेन मन्दिर छ, त्यसले गर्दा चाहिँ यो टोललाई चाहिँ भीमसेन टोल भनेको हो भनेर भन्नुभएको थियो अघि मलाई एकजना मित्रले चाहिँ। अहिलेसम्म चाहिँ भीमसेन टोलमै छौँ। भीमसेन मन्दिर देखाइहालेँ मैले, देख्नुभयो होला सायद अलिअलि हल्का फुल्का। यहाँ चाहिँ फलफुलहरू, आँप, खरबुजा फलफुलहरू चाहिँ यहाँ चट्ट रहेछ। यहाँ साउनी बसेर मुसु मुसु हाँस्दै हुनुहुन्छ, साउनी बसेर होइन। यहाँ फलफुलहरू चट्ट देख्न सक्नुहुन्छ, यता फलफुल तरकारीहरू देख्न सक्नुहुन्छ। अनि यतापट्टि पनि के रहेछ, यतापट्टि पनि गरेर देखाउनु पर्यो। आई नेम इज पदम, आई नेम इज काले, मन्त्रीज्यूको साले भनेको जस्तो यता चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ फलफुलहरू तरकारीहरू चाहिँ चट्ट राख्नुभएको छ। यो चाहिँ भीमसेन टोलमै हो, टुडीखेलदेखि एकदम नजिक छ, नजिकै हो। लगभग टुडीखेलको नजिक नै आइयो अहिले चाहिँ। अब लगभग तानसेन टुडीखेल, जहाँ चाहिँ पहिले मैले महोत्सवको भिडियो पनि बनाएको थिएँ टुडीखेलमा। आज फेरि कहाँ जाउँ भनेर बसिरहेको थिएँ, अनि चट्ट लाएर तानसेन टुडीखेल छँदैछ होइन। यो चाहिँ होटल ताज देख्न सक्नुहुन्छ। यहाँ मोबाइल पसलहरू ट्याक्क देख्न सक्नुहुन्छ। फेरि यहाँ बाइकले मेरो मोबाइलै उछुट्याइदिने भन्ने डर पनि छ। अब के भन्ने, केही भन्न मिलेन होइन। बाटोमा यसरी हिँडेपछि अब त्यही हो, अब गाडी बाइकले अब हल्का फुल्का घुचुट्दिए पनि धकेलिदिए पनि भन्ने बाटो भएन। त्यही भएर अलिकति सडकभन्दा अलिकति छेउछाउबाट हिँडेकै राम्रो। हेलो, यो चाहिँ होटल ताज देख्न सक्नुहुन्छ। पहिले पनि मैले बनाइसकेको थिएँ यो ठाउँको भिडियो चाहिँ, तर आज चाहिँ कहाँ जाउँ भन्दाखेरि चाहिँ ट्याक्क हाम्रो तानसेन टुडीखेलकै भिडियो चट्ट बनाऊँ भनेर। यो चाहिँ प्रथम शहीद लखन थापा पार्क भनेको छ चाहिँ। के भयो अहिले चाहिँ ट्याक्क हाम्रो चाहिँ यो प्रथम शहीद लखन थापा पार्कमा चाहिँ ट्याक्क आइपुग्यो। यता चाहिँ देख्न सक्नुहुन्छ होटल ताज होइन। अब हामी जान्छौँ आज कहाँ भन्दाखेरि चाहिँ टुडीखेलभित्र। हुन त टुडीखेलको चाहिँ भिडियो मैले धेरै पटक बनाएको छु, आज फेरि एकपटक बनाऊँ होइन। कहाँ जाने टाढा टाढा, ट्याक्क यही नजिकको भिडियो बनाएपछि आनन्दै भयो होइन। देख्नेलाई पनि आनन्द, म घुम्नलाई पनि टाढा जानु परेन, डाँडा काँडा होइन, उता जाऊ यता जाऊ त्यसो गर्नु परेन। ट्याक्क यही नजिकैको ठाउँमा चाहिँ घुमेपछि मलाई पनि आनन्द भयो होइन, तपाईँहरूलाई पनि, भ्युवर्सहरूलाई पनि आनन्द भयो। कहाँ हेर्ने भन्दाखेरि चाहिँ चट्ट लगाएर तानसेनको टुडीखेल देख्न सक्नुहुन्छ। यहाँ चाहिँ चटपट पानीपुरी के जाति छ होइन। चट्ट मोबाइल हेरेर बस्नु भएको छ साउनीले, यता पनि चट्ट देख्न सक्नुहुन्छ चटपट। यता चाहिँ यो श्री 5 वीरेन्द्र फुलबारी, यो वीरेन्द्र फुलबारीको पनि मैले अस्ति चाहिँ बाहिरबाट मात्र बनाएको थिएँ, भित्र गएको थिएन। तर आज चाहिँ म हजुरहरूलाई भित्र पनि लिएर जान्छु है। यो चाहिँ ट्याक्क कहाँ भन्दाखेरि हाम्रो चाहिँ वीरेन्द्र फुलबारी। यो चाहिँ हाम्रो पाल्पा उद्योग वाणिज्य सङ्घले एकपटक चाहिँ यो गार्डनहरूको चाहिँ संरक्षण गरेको थियो, तर अहिले चाहिँ मलाई एक्ज्याक्टली थाहा भएन उहाँहरूकै संरक्षण छ या अन्य कुनै नगरपालिकाहरूले हेर्नुभएको छ, त्यो चाहिँ मलाई थाहा भएन। तर अब चाहिँ म लिएर जान्छु हजुरलाई वीरेन्द्र फुलबारी भित्रै लिएर जान्छु है। अस्ति चाहिँ म बाहिरबाट मात्रै बनाएको थिएँ भिडियो, तर आज चाहिँ खुल्ला रहेछ। खुल्ला भएपछि चाहिँ म हजुरलाई भित्रै लिएर जान्छु। वीरेन्द्र फुलबारी चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ वीरेन्द्र फुलबारी है, पाल्पा तानसेनको वीरेन्द्र फुलबारी। अस्ति चाहिँ मैले त्यहाँबाट मतलब जालीबाट बाहिरबाट मात्रै बनाएको थिएँ भिडियोहरू होइन। यो चाहिँ वीरेन्द्र फुलबारी हो होइन। यो चाहिँ हाम्रो पाल्पा उद्योग वाणिज्य सङ्घले चाहिँ संरक्षण गरेको एउटा सानो एरिया भए पनि उहाँहरूको पहलमा चाहिँ यो बगैँचा चाहिँ फुलबारी चाहिँ संरक्षण गरिएको थियो भनेर भनेको थिएँ। तर एक्ज्याक्टली अहिले चाहिँ मलाई थाहा भएन, सायद नगरपालिकाले नै संरक्षण गर्नुभएको छ या कसले गर्नु। म यो यता दाहिने तर्फबाट जाउँ
खाजा घर जाने बाटो भनेर यता खाजा घर पनि राख्नुभएको रहेछ क्या सायद होइन। अब म चाहिँ यताबाट राइट साइडबाट जाउँ, ट्याक्क राइट साइडबाट गन्थन मन्थन गर्दै जाउँ। पछि चाहिँ यसपछि चाहिँ बल्ल हामी तानसेनको टुडी खेलमा जान्छौँ। टुडी खेलमा चाहिँ जस बल सल खेल्ने होइन। अनि त्यस पछाडि चाहिँ अब गर्मी अलिकति गर्मी छल्नको लागि पनि मानिसहरू कहाँ जाने भन्दाखेरि चाहिँ यहाँबाट चाहिँ निस्किने बाटो रहेछ। यताबाट जानु पर्यो, यताबाट गएर देखाउँछु म हजुरलाई, यताबाट देखाउँछु है। यो चाहिँ यो वीरेन्द्र फुलबारीको चाहिँ भिडियो म हजुरहरूलाई देखाउँदैछु। के कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला। अलिक छिटो हिँडेको छु कि म, अलि बिस्तारै बिस्तारै बिस्तारो गतिमा जानु पर्यो। यहाँ चाहिँ एउटा चौपारी पनि रहेछन्, बुढो चौपारी, बुढो पिपलको रुख, यो पनि म देखाउँछु हजुरलाई ट्याक्क लाएर। यो चाहिँ बुढो चौतारी। यहाँ के छ, यहाँ चाहिँ क्यान्टिन रहेछ। के छ भाइ, सन्चै आराम गर्नुभएको? ए के पाउँछ यहाँ दोकानमा चाहिँ, नास्ताहरू हो? ए ल, नास्ताहरू खान मन लाग्यो भने चाहिँ यहाँ ट्याक्क फुलबारीमा चट्ट फुलबारी तल आएर चाहिँ मजासँग नास्ता खान सकिँदो रहेछ। कहीँ कता जाउँ भन्दाखेरि यहाँ अगाडिबाट यसरी जानु पर्यो, अगाडिबाट जानु पर्यो। यहाँ चाहिँ धमाधम बल खेल्दै छन् पब्लिकको चाहिँ रमाइलो एरिया होइन टुडी खेल। यताबाट जाउँ फेरि, अब चाहिँ एक राउन्ड यसरी घुमेर जानु पर्यो। यहाँ चाहिँ मजाले शीतल नै रहेछन्। यहाँ चाहिँ माथि नै जानु पर्यो। यहाँ फुलबारीलाई चाहिँ टेक्नुहुन्न, किनभने दुःखले संरक्षण गर्नुभएको छ होइन। फुलसुललाई असर नपर्ने किसिमले घुम्नु पर्यो। अगाडिबाट जानु पर्यो, अगाडिबाट जानु पर्यो। फुलबारीको एरिया चाहिँ एकदम सानो भए पनि यहाँ चाहिँ राजा वीरेन्द्रको प्रतिमा पनि राखिएको छ। ट्याक्क देख्न सक्नुहुन्छ राजा वीरेन्द्रको प्रतिमा। यो चाहिँ कहिले स्थापना गरियो यो प्रतिमा भनेर चाहिँ यसको बारेमा चाहिँ खुलाइएको रहेनछ, कहीँ पनि लेखिएको रहेनछ। सायद अगाडि चाहिँ राजा वीरेन्द्र फुलबारी भनेर मात्र लेखिएको छ, खास विस्तृत रूपमा चाहिँ लेखिएको छैन। म हजुरहरूलाई चाहिँ राजा वीरेन्द्रको प्रतिमाको होइन भिडियो पनि देखाएँ, तस्बिर देखाएँ भनौँ न। अब यहाँ चाहिँ अब धेरै बेर नबस्नु होला, किनभने समय एकदम छोटो छ होइन, गर्नु चाहिँ धेरै छ काम कुराहरू। अब जस्तै अब यहाँबाट चाहिँ टुडी खेलमा चाहिँ एक राउन्ड घुमेर, तानसेन टुडी खेल एक राउन्ड घुमेर त्यस पछाडि चाहिँ म भिडियोबाट चाहिँ बल्ल बिदा माग्नेछु। अब लागौँ टुडी खेलतर्फ ढिलो नगरिकन। यहाँ चाहिँ के लेख्नु भएको छ भन्दाखेरि चाहिँ त्यही हो, वीरेन्द्र फुलबारी तानसेन नगरपालिका वडा नम्बर 6 मात्र लेख्नु भएको रहेछ, अरू चाहिँ खास केही पनि लेख्नु भएको छैन। अब हामी यहाँ फुलबारीबाट टुडी खेलतर्फ प्रस्थान गर्दैछौँ। यो भिडियोको अन्तिमसम्म रहनु होला है। यदि तानसेन टुडी खेल देख्नु भएको छैन भने चाहिँ आज हजुरले प्रष्ट रूपमा चाहिँ टुडी खेल देख्नुहुन्छ यो भिडियो मार्फत। यो भिडियोको चाहिँ अन्तिमसम्म रहनु होला। यहाँ चाहिँ नानीहरूले धमाधम नास्ता खाँदै हुनुहुन्छ बिचरा गर्मीको टाइममा होइन। चटपट सटपट खाने, मजाले इन्जोय गर्ने ठाउँ चाहिँ ल यो चाहिँ नै। अब हामी लाग्यो कहाँ भन्दाखेरि चाहिँ ट्याक्कै टुडी खेल, तानसेन टुडी खेलमा चाहिँ प्रवेश गरिसक्यौँ। यहाँ चाहिँ निकै रमाइलो रहेछ, फुटबल भलिबल होइन लगायतका चाहिँ गतिविधिहरू देख्न सक्नुहुन्छ। यो चाहिँ पब्लिक एरिया पनि भइहाल्यो तानसेन टुडी खेल भनेपछि चाहिँ देख्न सक्नुहुन्छ भिडियोमा। म चाहिँ हजुरहरूलाई आज यो तानसेन टुडी खेलको चाहिँ भिडियो धेरै पटक बनाएको भए पनि आज फेरि कहाँ जाउँ होइन, यही नजिकैको हाम्रो तानसेन टुडी खेल अलिकति नजिकको स्थान भए पनि अब के देखाउँ भन्दाखेरि चाहिँ आजको मेरो रोजाइमा चाहिँ तानसेन टुडी खेल परेको छ होइन। मजाले देख्न सक्नुहुन्छ यहाँ चाहिँ विभिन्न गतिविधिहरू, स्पेसल्ली गर्मी अब असारको महिना होइन, असारमा चाहिँ 3 गते भए पनि यहाँ चाहिँ गर्मी अत्यधिक चाहिँ गर्मी छ। अब चाहिँ पानी परेको छैन, पानी नपरे पछाडि चाहिँ गर्मी अत्यधिक गर्मी छ। त्यो गर्मी छल्नको लागि भए पनि अब कि जानु पर्यो माथि श्रीनगरमा चाहिँ जङ्गलमा गएर बस्नु पर्यो आनन्दले होइन। कि चाहिँ नि अब यसरी चाहिँ टुडी खेलमा आएर फुटबल भलिबल लगायत अब त्यहाँ पर चाहिँ बास्केटबल ग्राउन्ड पनि रहेछ, तर सायद
बास्केटबलको पनि चाहिँ प्र्याक्टिस हुँदै रहेछ, देख्न सक्नुहुन्छ। आज चाहिँ म हजुरहरूलाई यही हो होइन, तानसेन टुडी खेल चाहिँ एक परिक्रमा गरेर, एक राउन्ड परिक्रमा गरेर चाहिँ म भिडियोबाट बल्ल चाहिँ बिदा लिनेछु। हजुर रहनु होला, किनभने अब कतिपय दाजुभाइ दिदीबहिनीहरू चाहिँ बाहिर हुनुहुन्छ होला होइन, कतिपय चाहिँ अब बाहिरबाट पनि हेर्दै हुनुहुन्छ होला। हाम्रो पाल्पा तानसेन टुडी खेल भनेपछि चाहिँ एउटा केमा मतलब युट्युबमा बनाउनु भएको छ कि टिकटकमा? टिकटकमा बनाउनु भएको छ। म आफै खिच्ने एउटा चाहिँ अनि म आफै चाहिँ एडिट गर्ने। ए हजुर, अझ यो भन्दा राम्रो अझ यो छ। के नाम छ हजुरको? राजकुमार राजकुमार राख्नु भएको छ। टिकटक मात्र बनाउनुहुन्छ, युट्युबहरू छैन? युट्युब मैले युट्युब खोलेको छु खोल्नलाई। हजुर हजुर, त्यसमा चाहिँ भिडियो मात्रै हालिदिन्छु मैले। हजुर हजुर, त्यसमा तपाईँले यस्तो गर्नु कि जति मेहनत तपाईँले चाहिँ टिकटकमा गर्नुभएको छ नि, त्यसको चाहिँ टाइम चाहिँ तपाईँले युट्युबमा दिनुहोस् होइन। टिकटकलाई चाहिँ एकदम रमाइलो उसको लागि मात्र राख्नुहोस् क्या, मतलब टाइम पासको लागि जस्तो राख्नुहोस्, जसरी भिडियोहरू बनाएर राख्नु भएको छ नि त्यसरी राख्नुहोस् होइन। तर चाहिँ मेन चाहिँ फोकस युट्युबमा गर्नुहोस् क्या। आज होइन, त्यो पनि 3-4 वर्ष अगाडि हो। मजाले गाउँको तपाईँको चाहिँ घाँस सास काटेको होइन, मजाले बोलेको नाचेको 2 मिलियन 3 मिलियन भनेको थोरै हो। कलाकारको आउँदैन 2 मिलियन 3 मिलियन, तर पैसा पनि आउनु फेरि के फाइदा भयो? फाइदै भएन, चिनेकै मान्छेले चिने होइन, भ्युज आयो सबै चिज भयो, तर त्यसले प्रफिट चाहिँ दिँदैन, फाइदा चाहिँ दिँदैन। तर जस युट्युबमा चाहिँ लाग्नु होला, यही चिजलाई चाहिँ यही कन्टेन्टलाई चाहिँ युट्युबमा राख्नुहोस् होइन। युट्युबमा बढ्दै जानुहोस्, जोडिँदै जानुहोस्। मेरो पदम राणा नै छ नाम युट्युबमा पनि, त्यसमा जोडिएर जानुहोस् होइन। त्यसो गर्दाखेरि चाहिँ राम्रो छ। अब टिकटकमा चाहिँ वाइघात हो, तपाईँ केही छैन हेर्नुहोस्, तर कन्टेन्ट राम्रो छ तपाईँको। यही कन्टेन्टलाई चाहिँ युट्युबमा राखिदिनुहोस्, मजाले जान्छ भ्युज। युट्युबमा हालिदिइसकेपछि हो राख्नुहोस्, कन्टिन्यू गर्दै जानुहोस् क्या। हप्तामा तपाईँले 5वटा 4वटा राख्नुहोस्, नो प्रब्लम। अझै यसलाई चाहिँ अझै यही कन्टेन्टलाई अलिकति बढाएर हजुरले चाहिँ भनौँ न 10 मिनट 15 मिनट यसरी बनाएर राख्नु सक्नुहुन्छ भने अझै राम्रो हो नि। तपाईँको 1000 राम्रो छ नि, राम्रो छ नि। तपाईँको पहिला 1000 बनाउनुहोस् क्या, 1000 बनाउनुहोस्, अनि वाच टाइम चाहिँ 4000 बनाउनुहोस्, अनि देख्नुहोस् न मोनिटाइज भएपछि अर्कै मजा हुन्छ क्या। त्यही हो, टिकटकमा तपाईँ जतिसुकै गर्नुहोस् केही पनि छैन क्या सर। मेरो घर चाहिँ जेबिटी स्कुलको माथिल्लो गेट छ नि, पावर हार्डवेयर चिन्नुभएको छ हो, त्यो मेरो हो। टाइम मिल्छ भने आउनुहोस्, मजाले रमाइलो गरौँ न, बसौँला है त ल। होइन घर होइन, त्यो टोइलेट हो बनेको, बनाउनु लाग्यो। त्यो टोइलेट हो क्या, त्यो मेरो घरदेखि अगाडि हो। पावर हार्डवेयर भनेर छ क्या मेरो चाहिँ, त्यो पिपलकै रुखनिर छ। आउनुहोस्, जेरी भाइरल जेरीकै हो, त्यसकै आडमा हो। त्यही हो, त्यही आउनुहोस् न, त्यही रमाइलो गरौँला है ल। हस्कु ल, अब भने यो भिडियोबाट म बिदा हुन चाहन्छु। आज म हजुरहरूलाई यो तानसेन टुडी खेलको भिडियो एक्सप्लोर गरेर देखाएँ, के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। र च्यानलमा यदि हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। हुन त अब जहिले पनि जुनसुकै भिडियोमा पनि त्यही भन्दै आएको हो, यता हाँस्दै हुनुहुन्छ हो। ल हुन्छ, ल देखाउँछु म, उहाँहरूलाई पनि देखाउँछु, देखाउनु भन्दै हुनुहुन्छ। ल भाइरल गराइदिनु पर्यो क्या, अब मुखै ढाकेपछि भाइरल कहाँबाट भयो? यो चाहिँ ट्याक्कै हाम्रो तानसेन टुडी खेलको गेटभन्दा अगाडिपट्टिको चटपट हाम्रो देख्न सक्नुहुन्छ। चटपट पानीपुरीको दोकान अगाडि चट्ट देख्न सक्नुहुन्छ। यहाँ आएर चाहिँ मजाले पानीपुरी चटपट खाएर चाहिँ आफूलाई फ्रेस बनाउन सक्नुहुन्छ है। यतातिर यसरी फ्रेस भएर बस्नु भएको छ, सायद लुक्नु भएको छ होला, लुक्नु भएको छ, नदेखाउने। ल हस्, म तानसेन टुडी खेलबाट म फिर्ता भएँ, वापस आउँदैछु। अब चाहिँ म भीमसेन टोल, भीमसेन मन्दिर हुँदै बाटो हुँदै म चाहिँ लागेँ मेरो आफ्नो घरतर्फ। हेलो कैसी हो, गाली क्यों कर रही हो नानु? ल अब चाहिँ मेरो ट्याक्क बाइक पनि आइपुग्यो। यहाँ चाहिँ चाट कुल्फी सेन्टर पनि रहेछन् बाइक। अब चाहिँ लाग्नुपर्छ घरतर्फ, ट्याक्क बेलुकी पनि भयो। मैले चाहिँ भिडियोमा भनेको जस्तो सबै ठाउँ चाहिँ म देखाउन सकेन, यसको लागि चाहिँ क्षमा प्रार्थी छु। र अरू कुनै समयमा चाहिँ फुर्सद मिल्यो भने चाहिँ भिडियोमा म सबै
समग्रमा सबै भिडियो चाहिँ देखाउने प्रयास गर्छु भन्दै आजको यो भिडियोबाट म चाहिँ बिदा हुन चाहन्छु। भिडियो लास्टसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा हजुरहरू सबैप्रति उच्च सम्मान र बिदा हुन्छ। हस् सर, म लागेँ है सर। हस् भन्दै यो आजको यो भिडियोबाट म बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा भेट हुने, नयाँ लोकेसनमा भेट हुने बाचा गर्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, जय